नमस्कार। आज हामी हाम्रो दिमागको एउटा यस्तो हिस्साको बारेमा कुरा गर्दैछौँ जुन एकदमै शक्तिशाली छ तर अक्सर लुकेको हुन्छ। हो, जोसेफ मर्फीको कामलाई आधार मानेर हामी अवचेतन मनको शक्तिलाई एकदमै सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। ल सुरु गरिहालौँ है त। एकछिन सोचौँ त, हाम्रो जीवन वास्तवमा कसले चलाइरहेको छ? हामी जे निर्णय लिन्छौँ, हाम्रो जे बानी बेहोरा छ, अनि हाम्रो सफलता, यी सबैको पछाडि आखिर के छ त? यसको जवाब हामीले सोचेभन्दा धेरै नै गहिरो हुन सक्छ। कुरा के हो भने हाम्रो मन हामीले सोचे जस्तो एउटै चिज होइन। वास्तवमा यसका दुईवटा एकदमै शक्तिशाली र बिल्कुलै फरक फरक भागहरू छन्, अनि यिनै दुई भागले हाम्रो जीवनको हरेक अनुभवलाई आकार दिइरहेका हुन्छन्। ल हेर्नुहोस्, यहाँ मनका दुई पक्ष छन्। एकातिर छ हाम्रो चेतन मन, जसलाई हामी सोच्ने मन वा थिङ्कर भन्न सक्छौँ। यसले तर्क गर्छ, विश्लेषण गर्छ अनि के गर्ने भनेर निर्णय लिन्छ। अनि अर्कोतिर छ हाम्रो अवचेतन मन, जसलाई गर्ने मन वा डुअर भनौँ। यसले चाहिँ कुनै प्रश्न सोध्दैन, जे आदेश आउँछ त्यसलाई चुपचाप वास्तविकतामा बदल्ने काम गर्छ। सिधा भाषामा भन्दा एउटाले सोध्छ, अर्कोले गर्छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ है। हाम्रो अवचेतन मन भनेको एक शक्तिशाली तर तटस्थ नौकर जस्तै हो। उसलाई सही र गलत के हो थाहा छैन। उसले राम्रो नराम्रो केही छुट्याउँदैन। हामीले जे कुरामा गहिरो विश्वास गर्छौँ, उसले त्यसैलाई ल यही हो सत्य भनेर काम गर्न थालिहाल्छ। त्यसो भए यो प्रक्रियाले काम कसरी गर्छ त? एउटा सानो सोचले हाम्रो बाहिरी संसारलाई, हाम्रो वास्तविकतालाई कसरी प्रभाव पार्न सक्छ? आउनुहोस्, यसको भित्री मेकानिजमलाई अलि नजिकबाट हेरौँ। यहाँनिर चेतन मनको भूमिका चाहिँ एउटा गेटकिपर वा पालेको जस्तो हुन्छ। उसले गेटमा बसेर कुन विचारलाई भित्र पस्न दिने र कुनलाई बाहिर रोक्ने भनेर निर्णय गर्छ। हाम्रो शक्तिशाली अवचेतन मनसम्म पुग्ने बाटोको गाड्ने यही हो। नियन्त्रणको चाबी यहाँ छ। विचारदेखि वास्तविकतासम्मको यो यात्रालाई हामी 4 चरणमा बुझ्न सक्छौँ। पहिलो, कुनै पनि विचार बारम्बार दोहोरिन्छ। दोस्रो, हाम्रो चेतन मनको गेटकिपरले त्यसलाई ल ठिक छ भनेर भित्र पस्न दिन्छ। तेस्रो, त्यो विचार हाम्रो अवचेतन मनमा गएर गहिरोसँग बस्छ। अनि चौथो र अन्तिम चरणमा त्यही विचार हाम्रो जीवनको वास्तविकता बनेर बाहिर देखिन्छ। अब यसको एउटा नकारात्मक उदाहरण हेरौँ न। मानिलिनुहोस् कसैको मनमा बारम्बार डरको विचार आइरह्यो भने के हुन्छ होला? त्यसको सिधा नतिजा हुन्छ एन्जाइटी, अर्थात् चिन्ता र तनाव। किनभने अवचेतन मनले त्यो डरको आदेशलाई स्वीकार गर्छ र शरीर र दिमागमा त्यस्तै अवस्था बनाइदिन्छ। तर सिक्काको अर्को पाटो पनि छ। यदि डरको सट्टा मनमा बारम्बार आशा र सफलताको विचारलाई ठाउँ दियो भने त्यसको नतिजा हुन्छ कन्फिडेन्स, अर्थात् आत्मविश्वास। हाम्रो अवचेतन मनले आशाको निर्देशनलाई लिन्छ र हामीलाई आत्मविश्वासले भरिपूर्ण बनाउन मद्दत गर्छ। हेर्नुहोस् त, छुनौट सधैँ हाम्रो चेतन मनकै हातमा छ। ल, थ्योरी त बुझियो, तर अब यसलाई व्यवहारमा कसरी उतार्ने, आफ्नो शक्तिलाई कसरी प्रयोग गर्ने? यसका लागि केही एकदमै शक्तिशाली अभ्यासहरू छन् जसले हामीलाई हाम्रो अवचेतन मनलाई सही दिशा दिन मद्दत गर्छन्। यसलाई एउटा मेन्टल टुलकिट जस्तै सम्झिनुहोस्। पहिलो औजार हो भिजुअलाइजेसन, मतलब आफूले चाहेको कुरा पाइसकेको कल्पना गर्नु। अर्को छ पोजिटिभ अफर्मेशन्स, अर्थात् सकारात्मक कुराहरू बारम्बार दोहोर्याउनु। त्यस्तै प्रार्थना, जुन केवल माग्नु मात्र होइन, गहिरो विश्वाससहितको चाहना हो। र सबैभन्दा महत्त्वपूर्ण, सुत्नु अघि आफूलाई दिने निर्देशन। जस्तै एउटा शक्तिशाली अफर्मेसन हेरौँ, धन सजिलै र स्वाभाविक रूपमा मसँग आउँछ। यो वाक्यलाई कुनै शङ्का बिना पुरै विश्वासका साथ बारम्बार दोहोर्याउँदा हामीले आफ्नो अवचेतन मनलाई धन आकर्षित गर्नको लागि प्रोग्रामिङ गरिरहेका हुन्छौँ। अनि एउटा गोप्य कुरा के हो भने, सुत्नुभन्दा ठिक अगाडिको समय सबैभन्दा शक्तिशाली हुन्छ। किन थाहा छ? किनभने त्यो बेला हाम्रो तर्क गर्ने, शङ्का गर्ने चेतन मन लगभग सुतिसकेको हुन्छ, एकदमै शान्त हुन्छ। त्यसैले त्यो बेला दिएको कुनै पनि सुझाव सिधै कुनै रोकटोक बिना अवचेतन मनसम्म पुग्छ। अहिलेसम्म हामीले जे जति कुरा गर्यौं, ती सबैको सारलाई एउटै सरल तर शक्तिशाली सूत्रमा समेट्न सकिन्छ। भन्नुपर्दा यो नै जीवन परिवर्तनको फर्मुला हो। र त्यो सफलताको स्वर्ण सूत्र हो। सोच्नुहोस्, विश्वास गर्नुहोस्, महसुस गर्नुहोस् र प्राप्त गर्नुहोस्। पहिला के चाहिएको हो त्यो सोच्नुहोस्। दोस्रो, त्यो सम्भव छ भनेर मनैदेखि विश्वास गर्नुहोस्। तेस्रो, त्यो पाइसकेपछिको खुसी र भावनालाई अहिले नै महसुस गर्नुहोस्। अनि
चौथो, तपाईँले त्यसलाई वास्तविकतामा प्राप्त गर्नुहुनेछ। सबै कुराको निचोड यो हो, हाम्रो अवचेतन मन हाम्रो जीवनको मालिक हो भने हाम्रो चेतन मन चाहिँ निर्देशन दिने म्यानेजर हो। अब सोच्नुहोस्, म्यानेजरले जस्तो निर्देशन दिन्छ, मालिकले त त्यही काम गर्ने हो, होइन र? यसैले अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु, आज आफ्नो जीवनको मालिक अर्थात् आफ्नो अवचेतन मनलाई कस्तो निर्देशन दिने? किनभने आज दिइने निर्देशनले नै भोलिको वास्तविकता बनाउने हो।